हेलो हेलो म चाहिँ यो कोरियाको फुटपाथको बारेमा फुटपाथ देखाउन गइरहेको छु। यो चाहिँ इन्डस्ट्रियल एरिया हो र यहाँनिर धेरैवटा कम्पनीहरू रहेका छन्। दायाँ बायाँ सबैतिर कम्पनीहरू रहेका छन्। अलिकति परतिर गएपछि आउनेछ। यसरी इन्डस्ट्रियल एरियामा यहाँ मान्छेको आवत जावत खासै हुँदैन। विदेशी कामदारहरू हिँड्ने गर्दछन् र कोरियन लोकलहरू त खासै हिँड्दैन केही पनि। यहाँनिर यति राम्रो फुटपाथको व्यवस्था। यहाँ साइकल लेन छ। यसरी साइकल लेन यो भयो, यतापट्टि मान्छे हिँड्ने लेन र यतापट्टि चाहिँ यसरी व्यवस्थित बाटोहरू छ। ट्राफिक लाइट यस्तो किसिमले राखिएको हुन्छ। नेपालमा त खासै ट्राफिक लाइट छैन, तर यहाँनिर चाहिँ यसरी व्यवस्थित ट्राफिक लाइटहरू गाडीको खासै धेरै आवत जावत नहुने ठाउँमा पनि यसरी राखिएको हुन्छ र यहाँ पालना अनिवार्य रूपमा गर्नै पर्छ। यस्तो खालको छ। सिसिटिभीहरू जताततै यसरी रोडमा त्यहाँ देख्न सक्नुहुन्छ। त्यो सिसिटिभी एकदमै धेरै हुन्छ। सिसिटिभी केही गरेको, केही बिगार गरियो अथवा केही नराम्रो गरियो भने पक्रिहाल्छ। यसै गरी यसरी राम्ररी व्यवस्थित गरेर राखेको हुन्छ। यी हरेक ठाउँमा यसरी कम्पनी छ एउटा। यो थान्जी भन्छ यो इन्डस्ट्रियल एरिया। यो इन्डस्ट्रियल एरियामा चाहिँ एकदमै धेरै कम्पनीहरू मात्रै छन्। अब यहाँ म बाटो क्रस गर्न लागिरहेको छु। ट्राफिक नियम पालना गर्नुपर्ने भएकोले रातो बत्ती बलिरहेको छ। म अहिले रातो बत्तीमा रोकिएर बसेको छु। यसरी देखिने खालको फुटपाथहरूमा पनि यसरी क्रस गर्ने ठाउँमा पनि जेब्रा क्रसिङ एकदमै प्रष्ट देखिने हुन्छ। नेपालमा त यसरी घोरिएर हेर्नुपर्ने हुन्छ, हो कि होइन जेब्रा क्रसिङ भनेर पनि खोज्नुपर्ने अवस्था हुन्छ भने यहाँ चाहिँ खासै मान्छे नहिँड्ने ठाउँमा पनि बेला बेलामा यो जेब्रा क्रसिङहरूमा थप पेन्टिङ गरेर राम्रो बनाइएको हुन्छ। यो एकदमै राम्रो। अब यो एरियामा कुन नामका कम्पनीहरू छन् भनेर चाहिँ नि यसमा त्यहाँनिर लेखेको हुन्छ। यस्तो बोर्डहरू यसरी त्यहाँनिर नाम टालिएको हुन्छ। यो नामका कम्पनीहरू छन् भनेर तर त्यसरी राखेको हुन्छ र बत्ती बलेको छ हरियो। म जान चाहन्छु। अलिकति फास्टै जानुपर्ने भयो। भिडियो खिच्नको सुरुमा रातो हुन लागेको छ झन्नै। ओके, म क्रस गरिसकेको छु। अब यस्तो राम्रो फुटपाथ छ। एकदमै यो सिजन भनेको एकदमै राम्रो सिजन हो। यो अप्रिलको महिनामा एकदम ठिक्कको वेदर हुन्छ, न जाडो न गर्मी। त्यसपछि वाकिङ गर्नलाई एकदमै रमाइलो हुन्छ यहाँको मौसम। यो जाडो महिनामा चाहिँ यसरी डाँडाकाँडाको रुखहरू सबै झिक्रा भएर सुकेका हुन्छन् भने अहिले चाहिँ एकदमै हरियाली पलाउन थालेको हुन्छ। यस्तो राम्रो हुन्छ कि डाँडाकाँडाहरू पनि सासाना डाँडाकाँडाहरू धेरै हुन्छ कोरियामा। अनि यस्तो बार चाहिँ हेर्ने भने यस्तो किसिमको सामान्य खालको बार लगाइएको हुन्छ। नेपालमा जस्तो चोरी हटाइहरू त्यहाँ नहुने भएकोले गर्दाखेरि सामान्य खालको बारले पनि यहाँनिर चाहिँ काम हुन्छ। बाई द वे म चाहिँ अहिले यहाँपट्टि एउटा ठाउँमा यस्तो पार्कहरू राखेको हुन्छ एक्सर्साइज गर्नको लागि र त्यही पार्कमा गएर चाहिँ एकछिन जिउ तन्काऊँ भनेर म हिँडिरहेको छु। कम्पनी एरियामा यो जहाँसुकै अलिक धेरै कम्पनीहरू भएको ठाउँमा र मान्छेको बसोबास ज्यादा भएको ठाउँमा चाहिँ यसरी पार्कमा उन्दोङ एक्सर्साइज गर्ने ठाउँहरू राखिदिएको हुन्छ। त्यहाँ गएर बिना पैसा आनन्दले एक्सर्साइज गर्न सकिन्छ। सामान्य स्ट्रेचिङहरूका कामहरू चाहिँ त्यहाँ हुन्छ। यस्तो हुन्छ। रमाइलो छ यसमा। यहाँ कोरियामा अलिकति गाह्रो भनेको काम हो। काम चाहिँ अब सबैमा त हुँदैन गाह्रो, तर गाह्रो कामहरू पनि धेरै नै हुन्छ।
पैसा पनि हुन्छ। त्यही हो, पैसा चाहिँ अब ओभरटाइम हुँदाखेरि अब ओभरटाइम सधैँ हुने कम्पनीहरूमा कमाउने 3 लाख 3.5 लाख रुपियाँ कमाउनेहरू पनि छन्, त्योभन्दा अझै बढी कमाउनेहरू पनि छन्। अब 8 घन्टा मात्रै काम गरेर चाहिँ अब खाना बस्न कम्पनीले दियो भने मोटामोटी 2 लाख रुपियाँ हुन्छ। खाना बस्न दिँदैन भने चाहिँ फेरि अब अलिक घट्छ, त्योभन्दा आफैले खानु पऱ्यो। आफैले खाँदाखेरि महिनाको 3-4 लाख रुपियाँ लागिहाल्छ। खाना बस्न दिने कम्पनी छ भने चाहिँ बेसिक सेलरी मात्रैले पनि 2 लाख चाहिँ हुन्छ। त्यस्तो खालको हुन्छ। यसरी बाटोमा हेर्नुहोस् कति राम्रो फुलहरू यसरी लगाइएको हुन्छ। यो फुलहरू लगभग 2-3 हप्ता चाहिँ यसरी फुलेर रहन्छ। अस्ति अलिक चपक्कै थियो, अहिले झरिसकेछ अलिक। बाटोको फुलहरू झपक्कै भएको फुलहरू अहिले झर्न थालिसक्यो। यो सिजन चाहिँ चौथो महिनाको यो अन्तिमदेखि 5औं महिनाको यो फर्स्ट विक सेकेन्ड विकसम्म चाहिँ रहन्छ। त्यसपछि झरेर हरियो पात मात्रै रहन्छ। यो बाटोको यो डिलडिलमा लगाइएकोहरू पनि एकदमै राम्रो हरियाली भएको छ। यसलाई बेला बेलामा काटछाँट गरिदिइरहन्छ यहाँको नगरपालिकाले, मान्छे लगाएर गरिएको हुन्छ एकदमै। अहिले चाहिँ अलिकति यसलाई व्यवस्थित गरिएको छैन। अब अलिकति सिजन भएपछि यो यस्तो किसिमको झारहरूलाई चाहिँ यो काटिदिन्छ। त्यसपछि राम्रो फुलहरूलाई र यो बिरुवाहरूलाई चाहिँ एकदमै राम्रो बनाएर राख्छ। 2-3 महिनामा एकचोटि गर्छ। त्यस कारणले गर्दा अहिले चाहिँ अलिकति अब गर्ने बेला हुन लागेको छ। यो सबै म जति नै हिँडिरहेको छु यहाँनिर मान्छे बस्ने घरहरू चाहिँ होइन। यिनीहरू यो एरियामा सबै नै कम्पनीहरू छ। परैसम्म ठुलो एरिया, सबै कम्पनी इन्डस्ट्रियल एरिया। कोरियाको विकासमा टेवा पुर्याउने भनेकै यो इन्डस्ट्रीले गर्दा हो। यहाँको निर्यात जन्य उद्योगहरू धेरै भएकोले गर्दाखेरि विदेशी मुद्रा आर्जन एकदमै राम्ररी हुन्छ यहाँ। त्यसैले देश समृद्ध भएको छ। अब म चाहिँ त्यो पारिपट्टि पार्कमा जान लागिरहेको छु। अब त्यहाँ गएर एकछिन उन्दुङ गर्ने मेरो चाहना छ। त्यहाँ जानको लागि सिधा यहाँबाट क्रस गरे पनि हुने हो, तर यहाँनिर गाडीले ठोक्यो भने मऱ्यो फेरि। त्यो भएर त्यहाँ ट्राफिक लाइट भएको ठाउँमा यो ठाउँमा पुगेर चाहिँ म जेब्रा क्रसिङ गरेर पारिपट्टि जानेछु। अब यहाँनिर सरर फुलै फुल कति राम्रो छ, फुलै फुल कति राम्रो छ। अस्ति अझै राम्रो थियो, अलिकति झर्न थालिसक्यो। यस्तै छ यहाँको वेदर। आज हल्का चिसो, कटु लाएर हिँड्न पनि सकिने खालको चिसो छ। एकदमै ग्रेट वेदर। यसरी ट्राफिक लाइट नेपालमा पनि यस्तो हुन्थ्यो भने दुर्घटना निकै कम हुन्थ्यो होला। तर नेपालमा त्यस्तो छैन। जताततै कतै कतै छ, त्यो पनि ट्राफिक लाइट पनि देखिँदैन। त्यस्तो अवस्था छ। अब म पारी जानुपर्ने भयो। पारी जानको लागि रातो बत्ती बोलिरहेको हुनाले म वेट गर्छु। त्यो पारीको पार्कमा गएर यसो त्यहाँनिर एक्सर्साइज गर्ने ठाउँहरू छ, म त्यहाँ गएर एक्सर्साइज गर्छु। यो सबै इन्डस्ट्रियल एरिया हो, ठुलो छ। घुम्नलाई यो कम्पनी भएको एरिया मात्रै घुम्नलाई लगभग 1.5 घन्टा लाग्छ। हिँडेर घुम्ने हो भने त्यति धेरै छ यहाँ कम्पनीको एउटा ठाउँमा मात्रै। अब कोरियाभरि नै इन्डस्ट्रियल एरियाहरू धेरै छ। त्यसै विकसित भएको होइन। रातो बत्ती पनि निकै बेर बोलेर म जेब्रा क्रसिङ गर्नलाई पर्खिरहेको छु र बोल्यो हरियो बत्ती।
Let's go. Let's go. आउँदै 16 सेकेन्ड बाँकी यसरी चाहिँ टाइम देखाइदिन्छ त्यसपछि यति टाइमभित्र क्रस गर्नु पर्यो टाइम घट्यो 10 सेकेन्ड 9 सेकेन्ड गर्दै यस मेरो गन्तव्यको पार्कमा म आइपुगेको छु र अब यो पार्क पनि सरसर्ती एकचोटि देखाउने छु यसरी फुलहरू रोपिदिएको छ यो सल्लाहको बिरुवाहरू रोपिएको छ यो बिरुवाहरू चाहिँ कस्तो हुन्छ भने कुनै ठाउँमा पार्क बनायो भनेदेखि यो ठुलै बिरुवाहरू सिधै ल्याएर गाडीले ल्याएर यहाँ गाडिदिन्छ त्यसपछि यो एकैछिनमा ठुलो भएको बिरुवाहरू देखिन्छ तर चाहिँ यो अर्कै ठाउँमा हुर्काएर ल्याएर यहाँ सिधा गाडिएको रुखहरू यो एकदमै राम्रो आइडिया छ यहाँको पार्क कहीँ बनायो कहीँनिर रुख बिरुवा रोप्नु पर्यो भने यस्तो सिङ्गो रुखहरू सिधै ठुलो भएको अवस्थामा ल्याएर रोपिदिने हुन्छ अब यो पार्कको एरिया चाहिँ पारिपट्टि पनि यत्तिको ठुलो छ यहाँ भइहाल्यो अब यहाँनिर सानो यहाँनिर फुटसल जस्तो खेल्नको लागि यहाँनिर यो कोर्ट छ एउटा सानो फुटबल खेल्छन् यहाँ केटाहरूले अनि त्यसपछि यहाँनिर यस्तो पार्कमै बस्ने ठाउँहरू यसरी छ राम्रो बिरुवाहरू यो पहिलाको चाहिँ नि एकदमै हरियो यो फुलहरू एकदमै रातै भएको थियो झपक्कै र अहिले चाहिँ झर्न थालिसकेको छ यस्तो किसिमको अब यहाँ पार्कमा पनि कसैले गलत एक्टिभिटी नगरोस् गरिहाल्यो भने समाउन सजिलो होस् भनेर यसरी एकै ठाउँमा 6-7वटा CCTV विभिन्न डाइरेक्सनमा पक्रिने गरी देखाएर राखिएको छ जुन चाहिँ नेपालमा यहाँ त त्यति आवश्यकै छैन यहाँको मान्छेहरू आफै सभ्य भइसकेका छन् त्यति साह्रो बिगार गर्दैनन् तर चाहिँ नेपालमा यसरी सबैतिर CCTV हुन्थ्यो भने अपराधीहरू सहज तरिकाले पक्रिन्थे फटाहरू धेरै हुन्छन् नेपालमा तर यहाँ चाहिँ त्यति साह्रो हुँदैन तर पनि CCTV जताततै छ केही गर्यो कि कराप झ्याप हो अब मैले एक्सर्साइज गर्न चाहेको पार्क चाहिँ यो हो म यो बिदाको बेलामा प्राय आएर यसो एक्सर्साइज गर्ने गर्छु यहाँ यस्तो किसिमका मेसिनहरू राखिदिएको छ एक्सर्साइजको लागि यो पार्कमा अनि त्यसपछि अपार्टमेन्टहरूको छेउछाउमा यसरी जताततै राखिदिएको हुन्छ र यहाँ चाहिँ अपार्टमेन्टहरू चाहिँ छैन तर यहाँ चाहिँ काम गर्ने कामदारहरू अलिअलि बस्छन् वरिपरिमा अनि त्यसपछि यसो आएर यसरी म जस्तै मान्छेहरू आएर एक्सर्साइज गर्छन् यहाँ त्यसैको लागि राखिएको छ बेला बेलामा यो झारसार काटेर सरसफाइ गरिदिन्छ नगरपालिकाले अनि हामी आएर एक्सर्साइज गर्छौँ विशेष गरी यो मेरै लागि र 2-4जना यहाँ वरिपरिका मान्छेहरूको लागि मात्रै भइरहेछ खासै आएर अरूले गर्दैन म चाहिँ बिदा भयो भने आएर यसो मौसम राम्रो छ भने आएर यहाँ हल्लिने चाहिँ गरेको छु एकदमै फ्रेसनेस फिल हुन्छ त्यस कारणले गर्दा ल त धन्यवाद छ साथीहरू हेर्दै गर्नुहोस् मेरो दैनिकीको भिडियोहरू र कोरियामा आउनको लागि जो इच्छुक भएर बसिरहनु भएका साथीहरू हुनुहुन्छ उहाँहरूले यहाँको रहनसहन वातावरण यसरी मैले हालेको भिडियोहरूबाट मात्रै पनि धेरै बुझ्न सक्नुहुन्छ मेहनत गर्दै गर्नुहोस् कोरियन ल्याङ्ग्वेज मैले कोरियन ल्याङ्ग्वेजको युट्युब भिडियोहरू पनि बनाउँछु त्यो पनि म पछि हाल्ने नै छु मेरो अर्को च्यानलमा मैले यो गर्ने गरेछु र यहाँ चाहिँ मैले यो कोरियाको रहनसहन मैले हिँड्दाखेरि देखेका भोगेका कुराहरूलाई यसरी हाल्ने गरेको छु जुन चाहिँ नयाँ मान्छेहरूको लागि हेल्पफुल हुन्छ त्यस कारणले गर्दा म हाल्ने गर्छु र हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र तपाईँलाई कस्तो किसिमको जानकारी चाहिएको छ भनेर लेखिदिनु भयो भने कमेन्ट गरिदिनु भयो भने पनि मैले त्यस्तै किसिमको भिडियो बनाउने प्रयास गर्नेछु फुर्सद मिलाएर सकेसम्म धेरै भिडियोहरू लिएर आउने प्रयास गर्नेछु धन्यवाद।